अनि आज चाहिँ हाम्रो दिनको सुरुवात भइसकेको छ होइन अनि के अरे अघि खानासाना खायो नि भाँडासाँडा मोलिसकेर बसिरहेको थिएँ जस्ट भर्खर होइन अनि त्यो भिडियो चाहिँ गर्न पाइनँ मैले अनि यहाँ चाहिँ म छैन अनि यो चाहिँ मेरो दाइको आइफोन आएको होइन फ्ल्याक्स गरेर आफ्नो आइफोन छैन त्यही भएर दाइकै आइफोनमा हल्का खुसी भइदिनु सिक्नुपर्छ कि त्यही भएर अनि पछाडिको चाहिँ मेरो दाइको हो किनभने केटाहरू यस्तै हुन्छ क्या बेचलर बोइजहरूको सकल बोइजहरूको यता त्यस्तो छ यता त्यस्तो यता चाहिँ यो मेरो ब्याग हो होइन अनि यो मेरो दाइको टिस होइन त्यो चाहिँ मेरो लुगा टिपेर उता लगिहाल्नुपर्छ अहिले मेरो बेइज्जत भइहाल्छ होइन फेरि बेइज्जत त भइहाल्छ नि त निजहरू बेइज्जत होइन अनि सो यता राखिदिनुपर्छ मेसिनमा लुगा हाल्ने लगाएको छ होइन अनि के हो यता रुम त केही छैन सफा सुग्घर भन्ने कुरा होइन अनि ला पटेका गाई चाहिँ हेर्नु न पटेका अरे हिजो ओसेको थियो नि त पटेका पड्काउने बेलामा त्यो भएर मेरो दाइको करामा त हो क्या आएको भनेको चाहिँ अनि सबै छ होइन अनि सबै भइहाल्यो हल्का अब यहाँ दाइको ओछ्यान मिलाइदिनु पर्ने हुन्छ के अरे यहाँ बसिरहेको थिएँ कपाल हेर्न कपाल मेरो कपालमा नि होइन केही कपाल राम्रो बनाउने केही टिप्सहरू छ भने दिनु होला किनभने मेरो कपाल यस्तो नराम्रो छ नि गाइजहरू तपाईँलाई कान्ट इमेजिन क्या तपाईँहरू होइन अनि यो ब्याकग्राउन्ड चाहिँ होइन हल्का अब बुझिदिनु होला होइन यस्तै हो अनि यहाँ होमवर्क हाम्रो स्कुल महानुभावले यति धेरै होमवर्क दिनुभएको छ हामीलाई हामी के भन्नु तपाईँहरूलाई होइन साथीहरू सो के हो कति होमवर्क दिएको एक महिनामा त नि होइन अलिकति शान्त हुनु होइन अनि हल्का फेस्टिभल पनि मनाउने नि खुसियालीले त होइन उहाँहरूले त हामीलाई पेलाउनु छ जति पेलाउन सक्छ पेलाउनु छ होइन अनि सो होइन अनि मैले चाहिँ हिजो साइन्सको अनि सामाजिकको अनि सिम्याकको होमवर्क चाहिँ कम्प्लिट भइसकेको छ नेपाली इङ्ग्लिस र के अरे यो कम्प्युटर छैन सकेको किनभने म गर्ल्स होइन अनि यहाँ होमवर्क छ होइन गाइजहरू अनि होमवर्क गरिरहेको छु म होइन अनि होमवर्क चाहिँ यो के हो खै मलाई थाहा छैन के हो अनि यहाँ परियोजना कार्य अरे के अरे होइन अनि परियोजना कार्य त भनेको छु तर परियोजना कार्य लिन्छ होला कुनै बेला होइन अनि यस्तो मेसी छ नि मेरो दाइको बुझिदिनु होला तपाईँहरूले होइन किनभने त पढाइको कुरा अनि यहाँनिर चाहिँ यति चाहिँ मेरै हो यतिसम्म चाहिँ उतापट्टिको चाहिँ मेरो दाइको हो होइन त्यो बत्तल चाहिँ मेरो दाइको हो त्यो पैसा चाहिँ मेरो हो यो तपाईँलाई चाहिएको छ भने यस्तो खालको यस्तो खालको यो चाहिँ ब्रान्डेड हो नि फेरि होइन यस्तो छ अनि सो अब होमवर्क गर्नुपर्छ हामीले होइन गाइस अब म चाहिँ नि यस्तो बाहिर न पटेका देखाएको के गमास देखाएको होइन गमला किन्नु भएको थियो हाम्रोमा म हिँड्सी होइन नि त्यो हल्का ल्याखेको छैन तौली यो चाहिँ मम्मीको काम हो यो गाइजहरू यहाँ बोडी होइन अनि यो सब यो यहाँनिर गेट भइहाल्यो होइन अनि तौली खोज्न आएको म कहाँ पुगेर कहाँ आइसकेँ होइन अनि यस्तो भित्र छिर्दिउँ न हामी पनि भ्लगर हो नि त भ्लगर अनि अब घरभित्र छिर्यो होइन त्यसपछि आउँछु तपाईँहरूलाई हाम्रो हलकोठा गाइजहरू हलकोठा सानो टिभी छ ठिक छ अनि यो मेरो घरको बुवा होइन मावलाको बुवा सो आई डोन्ट वान्ट टु टक अबाउट दिस अल कहाँ गएछ दौडी माथि जानुपर्छ गाइजहरू सिडी हो होइन यो चाहिँ सिडी हो सिडीबाट माथि जानुपर्छ अनि माथि जाँदैछु म यो चाहिँ हाम्रो मन्दिर कोठा भइहाल्यो होइन यहाँ रहेछ तौली
सेट 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 रहेछ तौली तौली ल्याउँदैछु त मेरो दाइ चाहिँ कस्तो छ भने नि होइन नुहाउन जान्छ तर तौली लिएर जाँदैन यहाँ हेर्नु यो मान्छेलाई तौली लिएर जाँदैन के कहाँ छ छैन यहाँ टेबलमा छैन ए अँ छ खाली खाने गान्छ म आफै गर्दैछु यो हेर्नु यहाँनिर यो यसरी उहाँलाई दिनुपर्छ लग्दैन केही कुरा पनि होइन यहाँ मम्मी यहाँ हुन्छ दादा यहाँ छ रोटी बनाउँदै हुन्छ हो उहाँ नयाँ भ्लग बनाउनु सुरु गरेको फेरि भन्नु त होइन अनि यहाँ दाल रोटी बनाउँछ अनि म चाहिँ आज स्टोरको नयाँ भ्लगर म चाहिँ खाना मात्र आएको मलाई त यसका सबैवटा तार झार्दिन जस्तै लाग्यो मलाई यो जति बेला पनि यो धाराको यो निकाल्दा त नि यसको दाम सजिलो हुन्छ क्या सजिलो हुन्छ अब हामी खाना खाँदा अनि पटेका पड्काउन जान्छौँ होइन म तपाईँ के भन्न चाहनुहुन्छ अनुष्काको 2 वर्षमा बिहे गर्छ ल त केही भन्न चाहन्छस् चाहँदैनस् मम्मी केही भन्नु मेरो अडियन्सलाई भन्न मम्मी केही हल्का भन्दिनँ हौ भन्दिनँ पाले छाले जस्तो यहाँ दुध छ मम्मीले दुधै हाल्दै हुन्छ हामी खानाको लागि रोटी तातो सब्जी मैले बनाएको सब्जी हो त्यो यहाँ धेरै बेर बस्यो भने मेरो बेइज्जत हुन्छ त्यही भएर म जाँदैछु बाहिर होइन बाहिर जाँदैछु म बाहिर गएर पनि म यहाँ आएँ अनि यो भ्लग बना भनेर सिकाउने भनेको चाहिँ मेरो दाइले हो भ्लग बना त भनेर थम्बनेल टाइटल हालिदिन्छु युट्युबमा हाल भनेर सिकाउने भनेको गाइस मेरो दाइले होइन अनि यता जीवन विकास त पुरै झिलिमिली भएछ त हौ अब म पछाडि लगाएको रहेछ अब कति दिनमा उज्यालो हुन्छ होइन गाइसहरू अनि यस्तै छ त्यस्तो अहिलेको लागि चाहिँ यति नै गाइडहरू होइन त्यो यतापट्टि उता परको त घर छैन हौ त्यो दुईवटाले घर हो यो घर हो त्यो घरको आन्टीले क्या यो घरमा भाडामा बस्ने दाइलाई कस्तो करन भएन भाडा बस्दैन हामी यहाँ पड्काउँदैछु पड्काउँदै आज हामीलाई पड्काइदियो भने त्यो यहाँ छ त्यो दाइ कस्तो भित्र गएको क्या म भएको त मुखैमा लगाएर पटेका पड्काइदिन्थेँ म त गयो रे त्यो दाइ कसरी भन्यो हौ खाटे कुकुर के भन्यो हौ त्यसले यही त हाम्रैमा फ्याले उता नफ्याल्ने बजिया भागिहाल्छ भित्र थुक्क 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 फुसफुसिया परेको छ फुसफुसिया परेको छ गाईहरू फुसफुसिया परेकोले कति प्याकेट छ छ रे 6-7 प्याकेट छ है मजाले पनि भनेको कसम त दाइले खाँदै साथै भनेको थिएँ नि लाइटर छ रे कहाँ छ त्यही लाइटर छ छैन छैन रे ए रहेछ पर्दैन देखा त यता त्यो दाइले खाँदै साथै भने नि मलाई त त्यस्तो खाँदै हो के हो फुस अझै पड्का न
त्यसले त बाहिर आएर तँलाई करायो भने के भन्छस्? त्यसको बाबु हिम्मत छ कराउने। भन्न कराइहाल्यो भने मजा लुटो त्यो बाहिर निस्किन्छ